हेलो, नमस्कार सबैजनालाई। आज म पिजिडी भनेको के हो, यसमा के कति खर्च लाग्छ, यसमा कसरी भर्ना हुने, यससँग रिलेटेड सबै कुराहरूको जानकारी दिन गइरहेको छु। पिजिडी भनेको चाहिँ पोस्ट ग्रेजुएट डिप्लोमा इन एजुकेसन हो। यो कार्यक्रम चाहिँ टियुको शिक्षा शास्त्र संकाय डिनको कार्यालयबाट सञ्चालित प्रोग्राम हो। यसको उद्देश्य भनेको अरू विषयमा ब्याचलर सकेकोले चाहिँ एजुकेसन अथवा टिचिङ लाइनमा आउनलाई हो है। अब हामी अर्कोमा जाउँ है त। यसको विशेषता यो चाहिँ 1.5 वर्षको हुन्छ। पहिलो सेमेस्टर, दोस्रो सेमेस्टर, तेस्रो सेमेस्टर, 3टा सेमेस्टरमा हुन्छ यसको कोर्स। यो चाहिँ एजुकेसन पढेको बाहेक अरू सबैले पढ्न मिल्छ। विज्ञान, व्यवस्थापन, मानविकीमा स्नातक है, स्नातकोत्तर त गरेको होइन। यसको मुख्य उद्देश्य भनेको त्यही हो, टिचर बन्नु नै हो। अनि यसबाट के हुन्छ भन्दाखेरि लेसन प्लान, कक्षा व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन गर्ने यिनी कुराहरू हुन्छ। मेन चाहिँ टिचिङ प्र्याक्टिस कसरी पढाउन सिकिन्छ भनेर पिजिडीमा हामीले जान्न सकिन्छ। यसको महत्त्व एउटा हामीलाई योग्य शिक्षक बनाउँछ, बेस्ट टिचर। अर्को शिक्षालाई व्यावसायिक र व्यवहारिक बनाउँछ भनेको इफेक्टिभ टिचर अथवा टिचिङ। अनि लाइसन अथवा हाम्रो यो मावि अनि के को लागि चाहिँ चाहिँदो रहेछ है। त्यही भएर विद्यार्थीहरू पढिरहेको हुन्छन् अनि प्रमोसनको लागि पनि चाहिन्छ। अनि शिक्षा क्षेत्रमा करियर बनाउन चाहनेको लागि, जो लजालु हुनुहुन्छ उहाँहरूको लागि चाहिँ खासै काम देखिएन। भन्दा पनि तपाईँहरूले सिक्न मिल्छ है, अपर्च्युनिटी नि त हो नि। अब यसलाई कति लाग्छ भनेर चाहिँ मैले यहाँ देखाएको छु हेर्नु है। यो 2080-81देखि सञ्चालन भएको हो। पहिला चाहिँ 1 वर्ष बिएड थियो। त्यो चाहिँ एक्जाम दिन गयो, पास भए सिद्धियो हुन्थ्यो। यसमा चाहिँ तपाईँले सिक्न पाउनुहुन्छ। तपाईँको फर्स्ट सेमेस्टरमा टोटल चाहिँ भर्ना परीक्षा के शुल्क गरेर 12,600 लाग्ने भयो है। त्यसमा चाहिँ तपाईँको यदि क्लास चाहिँ अनलाइन हुन्छ भने 6,000 बुझाउनु पर्यो, अनलाइन पढ्ने हो भने चाहिँ। त्यो गर्दा तपाईँ कति हुनुभयो? 18,600। अनि परीक्षा शुल्क चाहिँ 2,500 लाग्ने भयो भनेपछि तपाईँको 21,100 लाग्ने भयो। 21,100 रुपियाँ तपाईँको लाग्ने भयो पहिलो सेमेस्टर। अब पहिलो सेमेस्टर पास हुनुभयो भने ठिक छ, फेल हुनुभयो भने फेरि 2,500 चाहिँ ब्याकको लाग्ने भयो है। यो चाहिँ लाग्नु हुँदैन। अनि दोस्रो सेमेस्टरमा पनि त्यति नै लाग्छ है। यहाँ 1 रुपियाँ घटबड छैन। अनि यहाँ नि त्यही 2,500 एक्जाम फी अनि 6,000 चाहिँ अनलाइनमा पढेको छु। अब तेस्रो सेमेस्टरमा चाहिँ अलिक कम लाग्छ, 11,600 भयो। अनि त्यसपछि अनलाइन पढ्यो भने 4,000 लाग्ने भयो। अनि 2,500 होइन, यसमा चाहिँ 2,800 है। यहाँ 2,500 लेखेला तर 2,800 लाग्छ भनेर बुझ्नु पर्यो। टोटल कति लाग्ने भयो? फर्स्ट सेमेस्टरमा 12,600 प्लस 6,000 प्लस 2,500, अर्कोमा 12,600 प्लस गर्दा 21,000 अर्कोमा लगभग 20,000 भनौँ न सबै गर्दा। यति नै यसको फी भयो है। अब हामी अर्कोमा जाउँ। केही डाउट छैन यसमा त। अनि कोले पढ्न पाउँछ, के पढ्न पाउँछ भनेर त्यसको लागि चाहिँ यहाँ चाहिँ मैले बनाएको छु। अनि यसमा के छ भन्दाखेरि अब कुन विषय पढ्ने, पिजिडीमा चाहिँ यति धेरै विषयहरू छन्, 15वटा छन्। तर सबै त पढ्दैनन् विद्यार्थीहरूले। जस्तै अब साइन्स, पिजिडीमा साइन्स एजुकेसन पढ्ने इच्छा छ भने चाहिँ ब्याचलरमा के पढेको हुनु पर्यो भन्दाखेरि बिएससी पढेको सबैले पायो। अनि यताको यो अरूले यो पायो है, फरेस्ट्री, इन्भाइरोमेन्टल साइन्स। अब म्याथ चाहिँ कसले पढ्न पायो भन्दाखेरि अब बिए म्याथमेटिक्स, बिएससी म्याथमेटिक्स, बिएससी सिएसआइटी, बिसिए कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङहरूले पाउने भयो है।
अनि एजुकेसन यो इङ्ग्लिस एजुकेसन चाहिँ अब यो इङ्ग्लिस पढेको हुनुपर्ने भयो है, अरूले पाउने भएन। नेपाली फेरि नेपाली पढेकोले हुनुभयो। आइपिएम भनेको जसले पनि पढ्न पाउने भयो। यो भनेको वेलकम एभ्री वान जस्तो भयो है साथीहरू। अनि आइसिटी भनेको आइसिटी चाहिँ पढेको के जस्तै बिएससी सिएसआइटी बिसिए बिआइटी बिआइएम छ नि, यो भयो है। अब इकोनोमिक्स कसले पढ्ने भन्दाखेरि जसले बिबिएस बिबिए अनि बिए इकोनोमिक्स। जस्तै हाम्रो धेरै साथीहरू के हुन्छ भन्दाखेरि बिबिएस पढेको हुनुहुन्छ, उहाँले इकोनोमिक्स पढ्नुहुन्छ। अनि सोसल चाहिँ कसले पढ्नु पाउने? सबैले पढ्न पाउने भन्ने भइहाल्यो नि। हेर्नु त बिएस एक्सपिरियन्स इन टिचिङ भनेको अब यो नेपालमा त बनिहाल्छ, टिचिङ एक्सपिरियन्स सोसलमा छ भनेर जुन स्किलले पनि बनाइदिइहाल्छ। धेरै पनि सबैले पढ्न पाउने भन्दा हुन्छ। हिस्ट्री चाहिँ पढ्न आएको मैले देखेको छैन, त्यही भएर बोल्ड गरेँ होइन मैले। जियोग्राफी नि पढ्न आएको देखेको छैन, पोलिटिकल साइन्स नि देखेको छैन, पपुलेसन नि देखेको छैन। हेल्थ चाहिँ आउनुहुन्छ पढ्नलाई, ब्याचलर इन पब्लिक हेल्थ, नर्सिङ नर्सिङ अनि अरू यही ब्याचलर यही फिल्डसँग रिलेटेड हो। उहाँ यो पनि पढ्न आएको देखेको छैन, तर यो चाहिँ पढ्ने हुनुहुन्छ है कुनै। अब यसमा केही कन्फ्युजन छ भने चाहिँ यसको स्क्रिनसट लिनु त ल, आफ्नो फिल्ड जुन हो त्यसमै पढ्नु पाउनुभयो। तर सबैले सोसल चाहिँ पढ्नु पाउनु भयो, सोसल र आइपिएम। गाइज यो चाहिँ त्यति भयो है। अब म तपाईँलाई के पढ्नुपर्छ त भनेर त पनि भन्छु है। हाम्रो यो चाहिँ अनि यस्तै हजुर बाहिर भएर बस्छु होला। यो एउटा साइन भएको उस भयो एक्सनको। ल लेट्स कन्टिन्यू है। हाम्रो 39 क्रेडिटको कोर्स हो यो है, त्यस्तो गाह्रो छैन। फर्स्ट सेमेस्टरमा 15, सेकेन्डमा 15, लास्टमा 9 गरेपछि कति भयो? 30 र 9 हुन्छ है। फर्स्टमा चाहिँ 3टा कम्पलसरी कोर्स हुन्छ। इडी 461 3 क्रेडिट, 462 3, अनि यो 463 3, अनि यो दुइटा चाहिँ रोज्न मिल्छ है। अनि भन्थेँ नि मैले तपाईँलाई अघिको हो त्यो अनुसार रोज्ने हो। जस्तै सोसल पढ्नेले सोसल पढ्नुहुन्छ, आइपिएम पढ्नुहुन्छ, यहाँ साइन्स पढ्नेले साइन्सै पढ्नुहुन्छ, त्यसरी रोज्ने हो। यो दुइटा भनेको आफ्नो मेजर सब्जेक्टसँग रिलेटेड हो नि, अरू 3टा कम्पलसरी भयो। यति पास भएपछि फर्स्ट सेम सिद्धियो है। सेकेन्ड सेमेस्टर यो एउटा कम्पलसरी भयो। यो आइसिटी पढ्नु पर्यो, राम्रो इन्ट्रेस्टिङ छ है यो सब्जेक्ट चाहिँ। अनि अर्को यसबाट एउटा रोज्नुपर्छ। अनि यहाँ चाहिँ 2टा पेडागोजी हुन्छ है। त्यति गरेपछि 5वटा विषय भयो। लास्टको चाहिँ इन्ट्रेस्टिङ छ, टिचिङ इन्टर्नसिप भन्ने हो। यसमा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि 9 क्रेडिटको कोर्स हो। यसमा चाहिँ तपाईँको इन्टर्नल हुन्छ, अर्को जस्तो एक्जाम दिनु पर्दैन। यसमा चाहिँ इन्टर्नल हुन्छ। त्यसपछि इन्टर्नल भएपछि पहिला माइक्रो टिचिङ हुन्छ, त्यसपछि इन्टर्नल हुन्छ, त्यसपछि एक्सटर्नल हुन्छ। त्यति भएपछि सिध्यो रे। के कन्फ्युजन छैन है? अब त्यसो भए मैले कसरी फर्म भर्ने भनेर सिकाउँछु है। त्यसको लागि चाहिँ म लिङ्क तल राखिदिन्छु, त्यहाँमा गएर भर्नु है त। नमस्ते, म आज तपाईहरुलाई त्रिभुवन युनिभर्सिटीको फ्याकल्टी अफ एजुकेसनमा मास्टर्स लेभलमा इन्ट्रान्स एप्लिकेसन कसरी गर्न सकिन्छ भनेर तपाईहरुलाई जानकारी दिन गइरहेको छु। सर्वप्रथम तपाईहरुले इन्ट्रान्स एक्जामिनेसनको साइट entrance.tufo.edu.np मा जानुहोस्। त्यहाँ गइसकेपछि तपाईले यस्तो यहाँ फर्म खुल्नेछ। तपाईले इन्ट्रान्स एप्लिकेसन भर्नुभन्दा अगाडि ई-सेवाबाट पेमेन्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि एप्लिकेसनमा भएको ई-सेवा पेमेन्ट भन्ने बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ तपाईको डिटेल्स राख्नुहोस्। यहाँ तपाईको डिटेल्स राख्नुहोस्। यो डिटेल्स अनुसार
अनि यहाँ तपाईले अमाउन्ट चुज गर्नुहोस्। यति चुज गरिसकेपछि तपाई पेमेन्टमा तपाईको युजरनेम र पासवर्ड युज गर्न सक्नुहुन्छ। यदि तपाईको युजरनेम र पासवर्ड छैन भने ई सेवाको कस्ट सेन्टरमा गएर पनि तपाईहरुले तिर्न सक्नुहुन्छ। तर यही साइटमा गएर यसै गरी नै तिर्नुपर्ने हुन्छ। यति तिरिसकेपछि हामी फेरि ब्याक टु सेम ठाउँमा आउँछौं र तपाईहरुलाई यसरी पे गर्दाखेरि एउटा भाउचर नम्बर सिस्टमले दिन्छ। त्यो भाउचर नम्बरलाई तपाईले सेभ गरेर राख्नुपर्ने हुन्छ। त्यो यता युज गर्नुपर्ने हुन्छ। त्यो युज नगरिकन हामीले एप्लिकेसन फर्म भर्न सक्दैनौं। अनि स्टार्ट रजिस्ट्रेसनमा जानुहुन्छ। स्टार्ट रजिस्ट्रेसनमा यहाँ तपाईहरुलाई के चाहिन्छ भनेर दिएको छ। तपाईहरुलाई फोटो चाहिन्छ, ट्रान्सक्रिप्ट चाहिन्छ, यसको स्लिप चाहिन्छ, अनि इक्विभ्यालेन्ट यदि इक्विभ्यालेन्ट सर्टिफिकेट हो भने इक्विभ्यालेन्ट सर्टिफिकेट चाहिन्छ। तपाईको सिग्नेचर स्क्यान कपी अफ सिग्नेचर पनि चाहिन्छ। तपाई नेक्स्ट गर्नुहुन्छ। यो चाहिँ पेमेन्ट इन्फर्मेसन हामीले तिरिसकेका छौं। अनि यसमा चाहिँ रजिस्ट्रेसन इन्स्ट्रक्सन भित्र गएर के भर्नुपर्छ भन्ने कुरा यो तपाईले थ्रुली पढ्दै जान सक्नुहुन्छ। यो चाहिँ फोटोको इन्स्ट्रक्सन कस्तो फोटो हुनुपर्छ भन्ने छ। यसमा चाहिँ फोटोको हाइट 10, वेट चाहिँ 350 बाइ 300 हुनुपर्छ र साइज चाहिँ 200 KB एक्सिड नभएको हुनुपर्छ। अब यहाँ तपाईहरुले पाएको भाउचर नम्बर हान्नुपर्ने हुन्छ। मसँग अलरेडी एउटा भाउचर नम्बर छ। मैले भाउचर नम्बर हाने र मैले कन्ट्याक्ट नम्बर अनि मेरो इमेल युज गर्छु। मैले यहाँ जस्तो यति गरिसकेपछि तपाईको यदि यो भाउचर नम्बर र कन्ट्याक्ट नम्बर नमिलेको भए इनभ्यालिड भाउचर नम्बर भन्छ र यहाँबाट अब त हामीले तपाईले कुनमा ओपनमा हो कि अपाङ्गमा केमा हो यो चुज गर्नुपर्ने हुन्छ। अनि कुन लेभल हो, यो लेभलको कुन प्रोग्राम हो हैन। अब कुन प्रोग्राममा अनि यो मध्ये कुन कलेजमा तपाईहरुले पढ्न चाहनुहुन्छ। यी सबै कुराहरु भर्दै तपाईले जानुपर्ने हुन्छ। म एउटा भरेर पनि देखाउँछु। इंग्लिश डेट चाहिँ अटोमेटिकली कन्भर्ट गर्छ। अनि यहाँ चाहिँ तपाईको सिटिजनशिप, त्यसको आइडेन्टिफिकेसन नम्बर मैले सपोज एउटा हैन मैले कुन जिल्लाबाट इस्यु गरेको, इस्यु डेट कहिले हो, यो तपाईहरुले आफ्नो डकुमेन्ट हेरेर गर्नु होला, भ्यालिड गर्नु होला। अब यहाँ आएर तपाईले एकाडेमिक क्वालिफिकेसन तपाईले जस्तो प्रिभियस क्वालिफिकेसन तपाई ब्याचलर लेभल गर्नु भएको छ, कुन बोर्डबाट अथवा युनिभर्सिटीबाट कहिले पास हुनुभयो, तपाईको फाइनल रोल नम्बर कति थियो, अनि यहाँ पर्सेन्टेज अथवा जीपीए कति थियो त्यो राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईले फादर्स नेम, मदर्स नेम, गार्जियन नेम, अब यसमा तपाईको लोकल गार्जियन कसैले राख्न सक्नुहुन्छ। यहाँ कन्ट्याक्ट नम्बर, यो चाहिँ तपाईको लोकल कन्ट्याक्ट नम्बर हो। अब यहाँ तपाईहरुले पेमेन्ट स्लिप तपाईहरुसँग भएको पेमेन्ट स्लिप युज गर्न सक्नुहुन्छ। सपोज हैन मैले यहाँ एउटा पिक्चरलाई यतिकै जस्तो यो तपाईको फोटो, यो तपाईको सिटिजनशिप, यहाँ तपाईहरुको अपलोड भएको यता इन्फर्मेसन आउँछ अपलोड भयो कि भएन भनेर। यो चाहिँ तपाईहरुले यदि धेरै तपाईहरुसँग पीडीएफ छ भने पीडीएफ पनि यहाँ अपलोड गर्न सक्नुहुन्छ। यहाँ यसको नाम मात्रै आउँछ। यहाँ मैले ओन्ली हैन फाइल नेम विल बी डिस्प्ले आफ्टर सक्सेसफुल अपलोड भनेको छ। यो चाहिँ यहाँ फाइल नेम आइसकेपछि तपाईहरुले अपलोड भएको मान्नुपर्ने छ। यसले मेसेज पनि दिन्छ यता अपलोड सक्सेसफुली भनेर। यहाँ तपाईको सिग्नेचर पनि राख्नुपर्ने हुन्छ। यति गरिसकेपछि तपाईले यहाँ टिक तपाईले सेल्फ डिक्लेयर गरिसकेपछि मात्रै तपाईले ल यो सबै चीज ठीक छ, मैले भरेका सबै डकुमेन्टहरु सही छन् हैन र यदि गलत भएमा फ्याकल्टी अफ एजुकेसनले जे डिसिजन गर्छ त्यसलाई मान्छु भनेर यो तपाईले सेल्फ डिक्लेयर गरेको कुरा हो। यो गरिसकेपछि तपाईले यसलाई इन्फर्मेसनलाई सेभ गर्न सक्नुहुन्छ। यति भइसकेपछि तपाईलाई यहाँ इन्फर्मेसन आउँछ सेभ सक्सेसफुली भन्ने इन्फर्मेसन यहाँ आउँछ। अनि नेक्स्ट पेजमा जान्छ। नेक्स्ट पेजमा तपाईले सेभ गरिसकेको सबै डिटेललाई तपाईले सिंगल पेजमा हेर्न सक्नुहुन्छ। यहाँ
यो चाहिँ तपाईँहरूको इन्टरनेट अथवा मेरो पनि यहाँ इन्टरनेट स्लो भएर अलि ढिलो खुलेको छ। तपाईँहरूको इन्टरनेटको स्पिडमा भर पर्छ कति चाँडो डिस्प्ले हुन्छ भन्ने कुरा। यसरी यहाँ तपाईँको सबै डिटेल्सहरू यहाँ खुल्छ। यसमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ र यसमा कुनै गल्ती छ भने तपाईँले यहाँबाट फेरि एडिट गरेर त्यही फर्ममा गरेर करेक्सन गर्न सक्नुहुन्छ। होइन भने तपाईँले यसलाई चाहिँ सबमिट गर्न सक्नुहुन्छ। यसरी तपाईँलाई सबमिट गर्ने कि नगर्ने भनेर सोध्छ। तपाईँले यदि सबमिट गर्ने सबै इन्फर्मेसन राइट छ भने तपाईँले सेभ गर्न सक्नुहुन्छ। सेभ गरिसकेपछि एप्लिकेसन सबमिटेड सक्सेसफुल्ली। अब तपाईँको एप्लिकेसन सबमिट भइसकेको छ र सबमिट भइसकेपछि चाहिँ यहाँ तपाईँले यहाँ साइडमा डाउनलोड एन्ड अप्सनमा गएर तपाईँको कन्फर्मेसन पेज पनि डाउनलोड गर्न सक्नुहुनेछ। Thank you guys.